Seniors कलेजको फी चाहिँ एक्चुअली क्वाइट अफोर्डेबल छ है। इट्स नट द्याट एक्सपेन्सिभ एट अल। तपाईँको 2 वर्षको लागि चाहिँ लगभग के भयो 2 वर्षको लागि चाहिँ लगभग फी 3,20,25,000 त्यस्तै कतिको रेन्जमा छ भन्नाले इट इज नट एक्सपेन्सिभ एट अल फर 2 इयर्स। किनकि Hello guys, welcome to a new video. In today's video, we are going to go over St. David's College माइतीघरको चाहिँ फी स्ट्रक्चरको बारेमा कुरा गर्न लागेको छौँ। सो 2 इयर्सको लागि कति जति पर्छ, कस्तो हुन्छ, कति एक्सपेन्सिभ छ कि चिप छ भनेर त्यस्तो कुरा डिस्कस गर्न लागेको छौँ। सो सेन्ट डेभिड्स कलेजको फी चाहिँ एक्चुअली क्वाइट अफोर्डेबल छ है। इट्स नट द्याट एक्सपेन्सिभ एट अल। तपाईँको 2 वर्षको लागि चाहिँ लगभग के भयो 2 वर्षको लागि चाहिँ लगभग फी 3,25,000 त्यस्तै कतिको रेन्जमा छ भन्नाले इट इज नट एक्सपेन्सिभ एट अल फर 2 इयर्स। किनकि अब ल अरू कलेज हेर्ने हो भने चाहिँ फर इक्जाम्पल युनिग्लोबको लागि कति 4 लाख के अरे 3,80,000 हो कि कति छ। अनि के अरे केएमसीको लागि पनि 3,65,000 हो कि कति छ। झन् युनिग्लोबको लागि त अलमोस्ट कति छ भने अलमोस्ट कति 5-6 लाख नै छ क्यारे है। अलिकति टाइम भयो गएको तर त्यस्तै एकदम महँगो छ भने सेन्ट जेभियर्स कलेजमा चाहिँ एक्चुअली क्वाइट अफोर्डेबल छ। सो लेट्स ब्रेक इट डाउन। तपाईँको फर्स्ट इयर भन्नाले 11th ग्रेडको लागि चाहिँ 1.7 लाख हुन्छ भने 12th ग्रेडको लागि चाहिँ 1.5 लाख आउँछ फी। इन टोटल 3.2 लाख जति आउँछ। यसमा चाहिँ सब इन्क्लुडेड